फेरि पनि वेलकम ब्याक छ यो मेरो मिनी ब्लगमा। आज चाहिँ हामी जापानको सबैभन्दा अग्लो टावर स्काई ट्री घुम्न आएको छौँ। यो चाहिँ सुमिटा सिटीमा लोकेटेड छ। यसको हाइट 634 मिटर अग्लो अनि 29 तलाको रहेको छ। आज चाहिँ हामी मेरो भाइ अनि बुहारीसँग यो स्काई ट्रीमा घुम्न आएको छौँ। अब हामी चाहिँ यहाँदेखि भित्र छिर्दै हामी यहाँदेखि 3वटा टिकट लिएर भित्र जाँदैछौँ। मेरो भाइ अनि बुहारी आउँदैछन्। अब केही बेर हामी लिफ्ट चढेर माथि पुग्नेछौँ। माथि पुगिसकेपछि यो सिन यति बवाल थियो नि। 8 साढे 8 को यो सिन हो, 8:30 बजीतिरको। यसको भित्रको स्ट्रक्चरको कुरा गर्ने हो भने चाहिँ साउथ कोरियाको लोटेड टावर र जापानको स्काई ट्रीको स्ट्रक्चर चाहिँ सिमिलर छ, सेम डिजाइनबाट बनेको छ। हामीले रेन्डमली 2-4वटा फोटो भिडियो बनायौँ। अति बवाल थियो है, दामी थियो। तलबाट चाहिँ यो एस्केलेटर चढेर माथिको यो जुन भ्यू देखिन्छ नि, अति दामी है।